तपाईँले अहिलेसम्म गर्नु भएको छ, म त्यसलाई विशेष धन्यवाद दिन चाहन्छु। प्रहरूलाई टिचरहरूलाई र स्कुलका समितिका अध्यक्षज्यूहरूलाई अब योभन्दा बेटर कसरी गर्ने भन्नेमा सल्लाह छौँ हामी आज। त्यो यसलाई बेटर गर्नको लागि अब अलिकति यो देशमै परिवर्तन पनि आइसकेको छ, जसमा धेरै पोलिटिक्सहरू बसिरहेको छ, त्यसमा तपाईँ हाम्रो पनि साथ आवश्यक त्यत्तिकै छ। धुने खाने बाटाडाँडाका बच्चा मात्रै अगाडि बढ्ने, अनि चेपाङ बस्तीका यो डाँडा काँडाका बच्चाहरूले 10 पछाडि बच्चाले हुने कारणले एक दुईटाले हुनसक्छ। के भने एक त हाम्रै बिहेभ, तर तपाईँ हाम्रो बिहेभ चेन्ज हुनु पर्यो। तपाईँ हामीलाई थोरै समय जसरी पहिला पढाउँथ्यौँ तपाईँलाई अलिकति डिफ्रेन्ट गर्नु पर्यो। थोरै समय बढी स्कुललाई दिनु पर्यो। स्कुललाई दिनु मात्रै भने त्यो कुरा होइन। खाजा किन खुवाएको छ सपना, भिलेज सोसल इम्प्याक्ट किन इन्भल्भ भइरहेछ, गाउँपालिकाले 20 रुपियाँ त दिइरहेकै छ, पुग्थ्यो होला चिउरा दालमुट दिनलाई, अब घटेपछि बिस्कुट दिनलाई, त्यो होइन। खाजा पेट भोलि मात्रै त खाजा होइन। खाजा भन्ने बित्तिकै बच्चालाई न्युट्रिसन खानामा भर पर्छ। त्यो न्युट्रिसन भन्ने बित्तिकै के त हुन्छ, प्रत्येक हामीलाई के खाना दिनुभयो भने खाँदाखेरि हाम्रो शरीर चाहिने चिजहरू पुग्छ, भिटामिन। त्यो जस्तो बच्चा त भर्खरै हुर्किँदैछ नि त, बच्चा उसको दिमाग बढ्दैछ नि, त्यो दिमाग बढ्ने अगाडि दिमागमा उसलाई चाहिने खाना, उसको बडीलाई चाहिने खाना इनफ भएको त बच्चा मजाले दिमाग त्योसँग सोच्न सक्ने, त्योसँग पढ्न सक्ने, पढाइलाई फोकस गर्न सक्ने उसो हुन्छ। पढाइ दिमाग टिको हुन्छ, त्यसले गर्दा ऊ पनि पढ्न सक्ने हुन्छ। त्यसमा खानामा चाहिँ तपाईँले अलिकति हेल्दी खाना खुवाउनु परेन। अहिले सरले शिक्षा विभाग गरेर भन्नुभएको थियो, सरले पढ्नु सर के भन्नुभएको थियो कि स्कुलले जिम्मा लिने होइन, प्रिन्सिपल आफै पढाउने कि खानाको म्यानेज गर्दै हिँडेर एकदम राइट कुरा गर्नुभयो। मलाई के लाग्छ भने प्रत्येक स्कुलमा तपाईँहरूको समिति छ नि त, स्कुल अध्यक्ष हुनुहुन्छ नि, त्यहाँ समिति छ, उहाँले म्यानेज गर्नु पर्यो। म त के पनि भन्छु भने मिल्छ भने धेरै यो ठुलो स्कुल यही हो, हामीले अहिले इच्छाका हाम्रो हात्तीबाग यो स्कुलमा चाहिँ अब क्यान्टिनलाई दियो हुन्छ नि कुनै बाहिरी मान्छेलाई नपुग पुऱ्याइदिनु त हामी रेडी छौँ त। सपना भिलेजले इच्छा कामलाई दिएको 20 रुपियाँमा नपुगेपछि हामी आउँछु भन्दै गर्दा एउटा क्यान्टिनले चलाइदिएको कुनै गरिबलाई, कुनै एकल महिलालाई बिजनेस पनि भयो, उसको घर पनि चल्यो, तर बच्चाले खानेकुरा खान राम्रो पनि पायो, अनि स्कुलले चेक पनि गरिदियो। त्यहाँ हामी यहाँ चेक गर्नै परेन, तपाईँ हाम्रो आफै चेक गर्नुहुन्छ कतिजना बच्चाले खाना खाए के पाइरहेको छ के भने क्लियर त्यहाँ हुन्छ, तीन पक्षबाट चेक भयो। त हाम्रो हेरेर हुन्छ न त, तपाईँहरू आफैले गएर खाना हेर्नुहुन्छ। त्यसो गर्न मिल्छ भने अझ बेटर हुन्छ। स्कुललाई पनि पढाइतिर फोकस गर्नु, खानातिर गर्नु पर्न बढी, त्यसरी गर्दा अझ राम्रो होला। र अलिक सँगसँगै अब थाहै तपाईँलाई हामीले हात्तीबाङमा के अरे भाडामा स्कुल बनाएर अहिले हेर्नु गइसकेका छौँ। अब त्यसमा कम्प्युटर ल्याब पनि माथि राखेका छौँ। अझ हामीले सोचिरहेको छौँ अबको जमानामा बच्चाहरूलाई कम्प्युटर ल्याब ट्याब अहिले मैले चाहिँ ट्राई गरिरहेको छु, कतिवटा स्कुललाई सक्छु एटलिस्ट 50-60वटा अथवा 150-200वटा ट्याब लिएर आएर प्रत्येक बच्चालाई अब ट्याबमा पढ्नुपर्छ। त्यो बच्चाहरूले पनि तलबाटै कम्प्युटरले पढ्ने, हाम्रो नसक्ने भन्ने छैन नि। अझ मैले सरकारलाई पनि के भन्न चाहन्छु भने मिल्छ भने त्यो इच्छा कामनामा एकमा नमुना स्कुल बनाउने, यस्तो स्कुल बनाएपछि काठमाडौँको बच्चालाई पढ्नु आउनु, चितवनको तराईको बच्चाले पढ्न आउनु छ, इन्भाइरोमेन्ट राम्रो छ, फ्रेस हावा, यस्तो वातावरणमा बसेर पढ्न पाउनु भनेको त कहाँ पाइन्छ, यो त स्वर्ग हो नि। तर हामी बुझ्न सकेका छौँ त्यसलाई कसरी अझ बेटर गर्ने भनेर हामी बुझ्न सकेका छैनौँ। एउटा यस्तो स्कुल बनोस् यो ठाउँमा त्यो अरू बाहिरी बच्चाले पनि पढ्न आउनु त्यत्तिकै चाह लागोस्, म पढ्छु भने त्यतिकै होस्। त्यस्तै जस्तो यो एउटा सरकारी स्कुल आयो, तपाईँहरूले चाहनु भने म ग्यारेन्टी दिन सक्छु। तपाईँ हामी सपना भिलेजको साथमा छौँ, इच्छा कामना धेरै सरहरू शिक्षा विभागबाट तपाईँहरूले चाहनु भने तपाईँहरूले स्कुल सबै आफ्नो नम्बर गर्न सक्नुहुन्छ। तर तपाईँबाट भित्रबाट आउनु भयो। स्कुलमा राजनीति गर्ने पनि हुँदैन, स्कुलमा बच्चा पढाउने हो, राजनीति गर्ने पनि निस्केर गएर अन्त काम गर्ने हो। त्यही भएर स्कुलमा बच्चालाई फोकस गरेर पढाउनुहोस्, बच्चालाई म बेटर क्वालिटी निकाल्छु म भन्नुहोस्, कमी के चाहियो बच्चालाई भन्नुहोस्, हामी पनि रेडी छौँ त साथ दिनलाई। हो सरकारसँग बजेट नहोला त सङ्घ संस्थाहरू छन्, तपाईँहरूलाई हामी सँगै बसेर अहिले 8-9 वर्ष भयो तपाईँसँग हामीले एरियामा काम गर्दै आएको। त्यही भएर हामी तपाईँहरूलाई खुल्ला हृदयले, हामीसँग केही फाइदा केही पनि छैन, एउटै फाइदा के छ यहाँका बच्चाहरूले राम्रो खाना खान पाउन्, यहाँका बच्चाहरू राम्रो पढुन्, यी बच्चाहरू पनि भोलि त्यही सहर बजारका बच्चाहरू मात्रै अगाडि भने यी बच्चा अगाडि जाउन् भन्ने चाहना हाम्रो त्यति मात्रै हो। त्यही भएर तपाईँहरूले साथ दिनुहोस्, तपाईँहरूले साथ दिनुहुन्छ भने हामी पनि रेडी छौँ। यो खाजा जे गर्नु भएको छ अहिलेसम्मलाई राम्रै गर्नु भएको छ, अब खाजाको मेनु नयाँ बनाउनुहोस्। मैले पनि बुझेको थिएँ यो चाहिँ लामो समय जाँदैन भन्ने सुनेको छु। यो 2 दिन बिदा, शनिबारको आइतबारको बिदा, केही समय पछि फेरि बन्द हुन्छ, जियो पहिलाकै सिस्टममा जान्छ भन्ने मैले बुझेको छु। तर जति समयसम्म बस्छ यो बिदा त्यसको लागि एउटा मेनु बनाऊ,
त्यो बाहेक अर्को मेनु फेरि पनि रेडी गरौँ, दुइटै मेनुमा हामी चलाउँ। अनि यदि स्कुलले खोले 2 दिन बिदा भएन, शुक्रबार पढाइ भयो भने त्यो अनुसारले गरौँला, भएन भने हामी अर्को मेनुमा फलो गरौँला, त्यसलाई गाह्रो भएन। यति नै भने मैले। अब तपाईँहरू अगाडि बढ्नुहुन्छ, तपाईँहरूलाई समस्या पर्यो, स्कुललाई केही चाहियो भनेदेखि एक्ज्याक्ट निडेड छ भने पानी चुहिने कुरा नै आयो होइन। अब पानी चुहेकै छ, बच्चा पानीमा परिरहेको छ भनेदेखि हामी पनि संस्था यहीँ बसिरहेको छ तपाईँसँग, वर्षौँ भइसक्यो त्यहाँ बसेको, थाहा भयो हामीले पनि। कतिपय वडामा बजेट नहोला, त त्यस्तो बजेट हामीसँग भइरहेको हुन्छ, हामी तपाईँलाई साथ दिनु रेडी छौँ। तर थाहा चाहिँ पाउनु पर्यो, यस्तो पानी चुहेर बिहान छ, बच्चा यस्तो भइरहेको छ भनेपछि उहाँलाई त थाहा छ, उहाँले चिठी लेखिदिनुहुन्छ। त हामी फेरि बिना वडाको समन्वय नगरिकन हामी काम गर्दैनौँ। वडाबाट थाहा पाउ, वडालाई थाहा हुनु पर्यो, वडाले हामीलाई निवेदन दिएपछि हामी बोल्न काम गर्छौँ, त्यसरी काम गरेको छौँ। ल यति नै भने मैले। अब आज नयाँ मेनु बनाउनु होला, मेनुको प्राइसमा चेन्ज पनि गर्नु होला र अबको वर्षमा तपाईँहरू खाजालाई अलिकति थोरै ध्यान दिनु प्लिज। खाजा बच्चाले जब हेल्दी खाना खान्छ त्यो बच्चा, मलाई जहाँसम्म लाग्छ तपाईँहरूमा आफूमा अहिले 1 वर्षको बच्चामा डिफ्रेन्ट देख्नु भएको छ। बच्चामा चिल्लो होइन, बच्चामा फुर्ती, त्यो सबै खानाले गर्ने हो। जब हेल्दी खाना हुन्छ बच्चाको ज्यानमा, अनि बच्चामा अटोमेटिकली त्यो पावर आउँछ। अब तपाईँले अझ राम्रो देख्नुहुन्छ, तपाईँले राम्रो गरेर खाजा राम्रो खुवाइदिनुहोस्, न्युट्रिसन भएको खाना खुवाइदिनुहोस्, हेल्दी खाना खुवाइदिनुहोस्, बच्चा राम्रो हुन्छ। अहिले म एउटा स्कुलमा गएर कुर्सी टेबलहरू बेन्च लिएर आएको छु, दिवाली स्कुलमा बेन्च मात्र। अनि त्यसो बेन्चहरू मात्र होइन, त्यहाँ बच्चाहरू मैले देखेको थिएँ 15-16 जना 20-25 जना बच्चा छन्, तर यस्तो छ नि त्यहाँ बच्चाहरू नाङ्गी बसिरहेको छ। मलाई देख्दाखेरि मलाई काली आफै लाग्यो। हाम्रो देशमा कतिसम्म नाजुक छ ठाउँ, कतिसम्म कोना छ, बच्चा नाङ्गे चिसो भुइँछ, पानी रसाएको छ भित्ताबाट, त्यो कन्डिसन छ त्यहाँ। त्यही भएर मैले कुर्सी टेबल बोकेर, त्यो मात्रै होइन, अहिले मैले त्यहाँ न्युट्रिसन फुड हामीले लिटो प्रत्येक चाहिँ यहाँ इच्छा कामनाको एरियामा 1 नम्बरमा भर्खर जन्मेका बच्चालाई लिटो दिने गरेको छ। त्यो लिटो पनि मैले 2 बोरा लिएर गएको छु। बच्चा आउने बित्तिकै त्यो लिटो पकाएर दिन्छ। लिटो पनि हामीले डिजाइन गरेको छ, त्यसमा फापर छ, कोदो छ, त्यो बनाएको लिटो छ। त्यो लिटो बच्चा आउने बित्तिकै पकाएर पहिला बच्चालाई दिने, त्यो बच्चाले खान्छ, स्कुल बस्छ, अनि फेरि खाजा खुवाउने। त्यो स्कुललाई चाहिँ त्यसरी गरौँ त भनेर त्यो पनि गरेर आएको छु। हामीले अहिले स्कुललाई पाउरोटी पनि खोज्छौँ। त्यो पाउरोटी हाम्रो यस्तो बन्छ, ब्रेड चितवनमा तल मैले होटलमा बनाउँछु, मैले त्यो ब्रेड यहाँ ल्याएर ब्रेकफास्ट खान दिइरहेको छु। त्यो ब्रेड के बन्छ भने त पाउरोटीमा, पाउरोटी त मान्छेले पिठोको बनाउँछ नि, त्यो होइन, त्यहाँ कोदो छ, त्यहाँ फापर छ, त्यहाँ अनि त्यो के भन्छ आटा मिसाएर बच्चालाई कसरी हुन्छ न्युट्रिसन खाना चाहियो, बडीलाई चाहिने खाना के हो त्यो शरीरले खोजेको। दाल भात मात्रै भयो, भात मात्रै टन्न खाएर काम छैन नि त, ज्यादा चाहिने चिज छ। त्यही अनुसारले बच्चालाई बिहान ब्रेकफास्ट खुवाउने, त्यो ब्रेड दिन्छौँ हामीले, अनि खाजा खुवाउनु हुन्छ। त्यसरी गर्छौँ। अब ब्रेक पनि सकेसम्म त्यो 1 नम्बरमा जहाँ अहिले हामीले 1100 भन्दा बढी बच्चालाई खाजा खुवाइरहेको छौँ, त्यो इच्छा कामना 1 नम्बरमा। त्यो 1100 जना बच्चालाई खाजा खुवाउँदै गर्दा अब ब्रेक पनि कतिवटा खुवाउनु एजेन्डा आउने बित्तिकै भन्ने सोचिरहेको छौँ। सुरु 2टा स्कुलबाट गरिरहेको 3टाबाट सुरु गरेँ मैले हामीले त्यो ब्रेक खुवाउनलाई। र सँगै 2 नम्बरको सर्भे स्कुल पनि अब हामीले यसपालिबाट तपाईँलाई मैले बोलाएको चाहिँ, अब तपाईँको आजैबाट मैले है बोलेँ तपाईँलाई। 2 नम्बरको स्कुलको नाम चाहिँ बुलबुले आधारभूत स्कुलमा पनि आजैबाट नपुग पैसा सक्ने हुन्छ हामी हाल्छौँ। तपाईँ त्यहाँको बच्चालाई खाना राम्रो खुवाइदिनुहोस्, हेल्दी खाना खुवाइदिनुहोस्। कसरी हुन्छ त्यो बच्चालाई खानामा कुनै गुन्साइ नगर्नुहोस्, नपुग पैसा हामी पनि रेडी छौँ। हाम्रो मेनुलाई फलो गरिदिनु होला। तपाईँको स्कुललाई मैले यस्तो आजैबाट गाबी यसपालिबाट त्यो स्कुललाई त्यही अनुसारले गर्नु होला। यति नै भने थ्याङ्क यू सो मच, धन्यवाद।